हामी रमाइलो साथले मनाइरहेको छौँ। अब नौविजेता पनि जहाँ रहेका छन् भाइहरू चाहिँ बुहरू जहाँ रहनु भएको छ उहाँहरूले पनि राम्रैसँग मनाउनु भएको छ होला रमाइलो गर्दै हुनुहुन्छ होला भन्ने चाहिँ आशा पनि राखेका छौँ। हजुर यहाँनिर हाम्रो आजको चेलीको सगुनहरूको तयारी यहाँनिर यसरी गरिएको छ भने अनि यता हाम्रो टोको नानाबाट चाहिँ हाम्रो आज टिकाक्रम अनि तीमाथि यता हाम्रो छला पनि हुनुहुन्छ नानालाई सहयोगको लागि अनि आजको भाइटिका कार्यक्रम कहाँसम्म कसरी सक्नुभयो के गर्नुभयो नाना 2-4 शब्द हानिदिन्छ ल। सकेको छैन सुरु मात्रै हुँदैछ अलिक ढिलो हुँदैछ आज एक ग्रुप जेठा ग्रुप चाहिँ फर्स्टमै आएछ जेठा ग्रुपले चाहिँ सक्यो फेरि अब माइला ग्रुप साइला ग्रुप कान्छा ग्रुप यस्तो हुने पर्यो अलिक ए ठिकै छ अब सबै नजिक छैन कोही एकैचोटि लगाउँ भनेको हुँदै छैन हो अलिकति ठिकै छ अब समय सालमा चाहिँ एकैचोटि समय ल सबै एकैचोटि भेला हुने अनुरोध चाहिँ नानाको अर्को सालको लागि अरे यो साल चाहिँ त्यस्तै भयो कोही आएर अघि एकजनालाई सहेको छ भने कोही अब बाटोमै आइरहेको अवस्था छ भने अब कोही चाहिँ यता लाउने तयारीमा छ र आजको हाम्रो टोको नानाको घरमा चाहिँ हामी जतिजना भाइ भेला भएको छौँ भाइटिकाको लागि एकदमै रमाइलोसँगले ल्याइरहेको छौँ भने यो घरको यो कार्यक्रममा धेरै हात बढाएर चाहिँ नानालाई सहयोग गर्नुहुने हाम्रो टोको होइन यहाँ हुनुहुन्छ भने आजको टोक्पा होइन यहाँ हुनुहुन्छ आजको कार्यक्रम कसरी चल्दैछ कहाँसम्म पुऱ्याउनु अझ के बाँकी छ भनिदिनु न छोटकारीमा। कार्यक्रम लगभग सबै तयारी भइसकेर पनि अलिकति अघि बढिसकेको छ लगभग 2 परिवारले चाहिँ लगाइसकेको छ अब रहल आउने आइरहेको छ र आज बेलुकासम्म नै हुने र रातिसम्म पनि हुने सम्भावना देखिन्छ। त्यसो भएकोले एउटा कुरा चाहिँ के हो भनेदेखि दुकुन परिवारमा मोकेरुङले ससुराली बनाउनु पनि अत्यन्तै भाग्यमानी ठान्छु किनभने धेरै ठुलो समूहमा पसिएछ र एकदमै राम्रो भइराखेको छ रमाइलो छ ठिक छ। त्यसरी नै अब सबैभन्दा जेठी दिदी भएको कारणले र यहाँ सबै एकै ठाउँ भएको कारणले यहाँ धेरै भेला हुने र अन्य कार्यक्रमहरू पनि यहाँ हुने बुझ्दैछु म किनभने यहाँ योजनाहरू छ के अरे यस्तो कोन होलदेखि लिएर अन्य के कार्यक्रमहरू पनि धेरै हुने कुराहरू छ र एकदमै राम्रो छ ठिक छ अघि बढ्नुपर्छ रमाइलो गर्नुपर्छ मान्छेले सबैभन्दा रमाइलो गरेर आफू खुसी रहनु र अरूलाई पनि खुसी बनाउनु त्यही नै ठुलो कुरो हो सबैभन्दा ठुलो धन नै त्यही हो ठिक छ एकदम राम्रो छ सबैले यहाँ नानाको जेठी नानाको निम्तोलाई स्वीकारेर चाहिँ सबै आइरहेको र सबैले माया गरेको देखिन्छ बुझिन्छ त्यसको लागि मेरो तर्फबाट पनि धेरै धन्यवाद हुन्छ ल धन्यवाद। अघि टिका लगाएर सक्यो भने अब अझै 4 भाइ भइरहेछ 4 भाइ मध्येमा एक भाइ चाहिँ आएर यहाँ Sama, dua sama apa?
दादालाई त वेटिङ अमेरिकन छ अब मिठो पिङ भाइले लगाइदिन्छ बैना त्यो लागिहाल्छ आज भाइटिकाको दिन चाहिँ सुख दुखुन र जित दुखुनको चाहिँ यहाँ कुन खेल सुरु भएको छ। यहाँ कति कतिको बाजी भयो यो कति कतिको बाजी ल $500 अरे ल ल ल दुवैजना अहिले बराबर छ दुवैजनाको एक भएको छ ए बराबर पो भयो के अरे 0-0 पर्छ काटेछ नि अब चाहिँ खतरा जाने कुरा छ ल अहिले हानै जित दुखुनको बसेको छ अब सुख दुखुनको 3-1 भयो बसेन सुख दुखुनको 6 भइसक्यो सुख दुखुन जित दुखुनको 2 2 मात्रै बाँकी रहेको छ 1 मात्रै रह्यो बाँकी अहिले गर्दाखेरि 2 सुख दुखुनको ल अब फेरि खेल सुरु धन दुखुनको सुख दुखुनको खेल सुरु भयो कुन खेल ल सुरु 1 2 3 सुखको पस्यो धनको बाहिर सुखको पनि बाहिर धनको बस्यो बाहिर सुखको बाहिर ए धनको सुखको पस्यो ल धनको छैन आज 2082 सालको कार्तिक महिनाको चाहिँ यो भाइटिकाको शुभ सायतलाई छोप्दै यहाँ फोटो खिच्ने कार्यक्रम भइरहेको छ र यहाँ सबैजना नभए पनि केही ग्रुप चाहिँ भेला भएको छ तर आउन धेरै बाँकी छ अझै पनि र फोटो खिच्ने कार्यक्रम भइरहेको छ है त यहाँ क्यामेराम्यान चाहिँ यता हाम्रो लिजा मिस हुनुहुन्छ ल लिजा आमालाई पनि मार्छ होला यहाँ फोटो खिच्ने कार्यक्रम भइरहेको छ यो आज 2082 सालको चाहिँ भाइटिकाको कार्यक्रममा यहाँ अब परिचय कार्यक्रम पनि हुन्छ के को लागि आएको र आफ्नो परिचय पनि दिनुपर्ने हुन्छ कहाँदेखि सुरु गरौँ काइलोको बुहारी हरि दुखुनको चाहिँ काइलो भाइ त यता रहेछ ए अन्तारे गयो साथी अन्तारे काइला र यता त्यहाँदेखि यता कमल दुखुन हरिको भाइ अनि यता बुहारी सुनिता अनि यता हरि दुखुन पनि उभिरहेको छ सँगसँगै
हामी त सकिसक्यो पैसा अहिले नयाँ ड्रोन आएको छ कि के भयो त श्रीमानले नखाए पनि श्रीमतीले खान्छ मैले एउटा छैन बस्यो 20